के हजुरलाई नेपालको होली वाइन काण्ड थाहा छ? अहिले दक्षिण कोरियाबाट यसबारे एउटा डकुमेन्ट लिक भएको छ, जसमा नेपालका ठूला नेताको नाम बाहिर आएको छ। दक्षिण कोरियाको कोरियन युनिफिकेसन चर्चले नेपाल, जापान लगायत विभिन्न देशको राजनीतिमा असर पारेको र ती देशका ठूला नेता समेत आफ्ना हातमा लिएको कुरा एउटा 3212 पेजको ट्रु मदर स्पेशल रिपोर्टमा उल्लेख भएको छ। फुल रिपोर्ट भने पब्लिकलाई लिक गरिएको छैन र केही भाग मात्र लिक गरिएको छ। लिक भएको रिपोर्ट युनिभर्सल पीस फेडरेसन (UPF) नामको संस्थाको हो। यो संस्थाको उद्देश्य भनेको संसारभरि एउटै ईश्वर भएको क्रिस्चियन धर्म फैलाउने हो। चर्चले नेपालमा सन् 1975 देखि गतिविधि सुरु गरेको थियो, तर सन् 2005 मा UPF की संस्थापक हान हाक्जा नेपाल आएदेखि सन् 2016 सम्म नेपालमा UPF अन्तर्गत क्रिस्चियनहरूको संख्या देशभरिको 30 वटा चर्चमा 12,500 भन्दा धेरै पुगेको छ। साथै UPF ले नेपालको सांसदहरूलाई विदेश भ्रमणको नाममा ट्रेनिङ दिएर नेपालको संविधानमा छेडखानी गरेर आफ्नो स्वार्थ अनुसारका कुराहरू राख्ने समेतको योजना थियो, तर यो प्रयास असफल भयो। अब रिपोर्ट अनुसार लिक भएको नेता र तिनले गरेका जालजेल एक गर्दै प्रस्तुत गरौँ। 1. एकनाथ ढकाल। एउटा लिक भएको इमेल अनुसार नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले चर्चको एसियाका क्षेत्रीय सभापति जङसिक योङलाई लेखेका इमेल लिक भएको छ, जसमा 2074 सालको निर्वाचनको तयारी भव्य भइरहेको र नेकपा एमाले जित्ने लगभग पक्का भएको अनि आफू समानुपातिकमा सांसद बन्ने लिस्टमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र केपी ओलीद्वारा महिलाको कोटा नपुगेकाले 5 नम्बरबाट 2 नम्बरमा राखिदिएको र सांसद बन्ने पक्का भएको बताएका थिए। साथै ढकालले पहिलेको $5,000 चुनावमा खर्च भएको र थप $5,000 मागेर परिवार दलको चुनावी प्रचार र एमाले गठबन्धनको शीर्ष नेताहरू केपी ओली लगायतलाई सपोर्ट गर्ने उल्लेख थियो। उनले थप मासिक $20,000 पार्टी चलाउन समेत मागेका थिए। यस 2082 सालको चुनावमा पनि परिवार दलले नेकपा एमालेसँग सहमति गरेको र आगामी दिनमा पनि गर्ने समेत डकुमेन्टमा पाइएको छ। साथै इमेलको अन्तिममा ढकालले हजुरबाट संकेत पाए म तुरुन्त भोलि नै कोरिया जानेछु लेखेका थिए। 2. केपी शर्मा ओली। डकुमेन्टको अनुसार केही मध्ये सबैभन्दा ठूला एक पात्र हुन् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। उनले चर्चबाट चुनावी प्रचार-प्रसारको लागि पैसा लिएको र चर्चले नेपालमा आयोजना गरेको कार्यक्रम भनौँ वा मिसनमा ठूलो भूमिका खेलेका थिए भनेर डकुमेन्टमा उल्लेख छ। सन् 2018 मा भएको एसिया प्यासिफिक समिटको कार्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारद्वारा आयोजना गर्ने भन्ने स्टेटमेन्ट चर्चले दिएको थियो, तर पछि अरू प्रतिपक्षी दल र पार्टीबाट कुनै एक धर्मको कार्यक्रम आयोजना गर्नु नेपालको संविधानको सार्वभौमिकतालाई हेला गर्नु हो भनेर विरोधपछि चर्चले उक्त स्टेटमेन्ट फिर्ता लिएको थियो। त्यस युनाइटेड पीस फेडरेसन नामक धर्म प्रचार गर्ने संस्थाको कार्यक्रम आयोजना गर्ने बेला ओलीको सरकार आफैले पैसा समेत खर्च गरेको र प्रधानमन्त्री आफै होटेल सोल्टीमा 4 दिन पुरै बसेर कार्यक्रमको सुपरभाइज आफैले गरेको भनेर दलहरूले ठूलो विरोध गरेका थिए र खर्चको विवरण समेत मागेका थिए। धेरै विरोधपछि ओलीले हान हाक्जाबाट ब्लेस गरेको होली वाइन पिउने कार्यक्रममा भाग लिएनन्। यति मात्र होइन, ओलीले त्यस युनिभर्सल पीस फेडरेसनबाट गणतन्त्रको राम्रो नेतृत्वको र सुशासनको नाममा संविधान विपरीत $1,00,000 समेत उपहार स्वरूप लिएका थिए। नेपालमा यसरी भिआइपीहरूले उपहार लिँदा क्याबिनेटको स्वीकृतिपछि मात्र लिन मिल्छ। 3. माधव कुमार नेपाल। अर्को नेता हुन् माधव कुमार नेपाल, जसको नाम डकुमेन्टमा लिक भएको छ। डकुमेन्टमा एसियाली सभापति जङसिक योङले चर्चका ट्रु मदर हक्जा हनलाई लेख्छन्। माधव कुमार नेपाल त झन चर्चको सबैभन्दा आगेकारीमा पर्छन्। उनले चर्चकै निर्देशनमा कोरियालाई एकीकरण गर्ने सम्बन्धमा पहिले 1 वर्षदेखि उत्तर कोरिया भ्रमण गर्न खोज्दा नेपाल सरकार लगायत अमेरिकन, जापानिज र कोरियन राजदूतावासले समेत रोकेको। तर एक दिन अचानक प्रतिनिधि एकनाथ ढकाल सहित अरू सांसदहरूसँगको 11 जना टोलीसहित उत्तर कोरिया भ्रमण गरेको, तर किम जोङ उनले भेटवार्ता गर्न ठाडै अस्वीकार गरिदिएका थिए। यस भ्रमण विरुद्ध त्यस समयमा नेपाली कङ्ग्रेसका नेता विमलेन्द्र निधिले माधव कुमारले चाइनाको आदेशमा उत्तर कोरिया भ्रमण गरेको आरोप लगाए र नेकपा एमालेको राष्ट्रवादमाथि समेत प्रश्न उठाएका थिए।
यसरी अरूलाई एजेन्ट विदेशी शक्तिबाट परिचालित भनेर आरोप लगाउने नेता र पार्टी आफै यस्तो क्रियाकलापमा संलग्न भएको उक्त कोरियाली डकुमेन्ट अनुसार देखिएको छ। के यस विषयमा छानबिन होला त?